अनि कपालमाले खोजेन्जी हुँ यसमा चाहिँ म खोर भ्रष्टाचार गर्न चाहन्छु। साथीहरू यो बहिनीले भनेको कुरा चाहिँ कस्तो कस्तो अर्कै जस्तो लाग्यो। किन लाग्यो तपाईँहरू आफै बुझ्नुहोस्, किन लागिरहेको छ आफै बुझ्नुहोस्। तर मैले बुझेको कुरा साथीहरू के हो थाहा छ? यो बहिनीले कमसेकम म भ्रष्टाचार गर्न चाहन्छु त भनिरहेको छ। यहाँ त धेरै यस्ता पनि छन् कि म त भ्रष्टाचार गर्दिन, म त इमान्दार भनेर कुर्सीसम्म पुग्ने हो। अब पछिबाट फेरि देशै लुटेको थाहा हुँदैन नि साथीहरू। यो नानीले त कमसेकम भनि त रहेकी छि म भ्रष्टाचार गर्न चाहन्छु भनेर। के छ विचार? बनाउने हो त नेता यस्तोलाई? चाहनुहुन्छ बनाउन?